सम्पूर्ण साथीलाई नमस्कार, जय घन्टी भन्न चाहेँ। आज यति गर्व फिल भयो, यति गर्व फिल भयो, यति खुसी लाहा। हिजोको दिनमा मेरो बुवा पनि वडा अध्यक्ष, हरेक एउटा राजनीति क्षेत्रमा हिँडेको मान्छे। आज मलाई टेन्सन नगर छोरो, यो पालि मेरो तर्फबाट मेरो आफन्तीले चाहिँ घन्टीमा हान्छ भोट, म पनि घन्टीमा हान्छु भनेर मेरो बाले भन्नुभयो। त्यो मात्रै नभएर मलाई यति गर्व के फिल छ भने मेरो ठाउँमा, जुन म जन्मेको ठाउँमा, मेरो ठाउँबाट यस्तो तरिकाले सपोर्ट हाम्रो ढालेन्द्र रायमाझी अनि रामनारायण सुवेदी, हाम्रो दाई एम सिरिज भयो, अरू अन्य साथी पनि धेरै साथीहरूले पनि एकदम सपोर्ट गर्नुभएको छ। एकदम खुसी लाग्छ। किन भन्नुहुन्छ भने समय अनुसारको एउटा परिवर्तन चाहेको छ हैन, देशले परिवर्तन खोजेको छ, त्यो परिवर्तन हुँदैछ। हाम्रो स्वतन्त्र पार्टीले जे होस् हरेक समस्या, हरेक एउटा रिजन भिजन सबै बोकेर हिँडेको छ। भ्रष्टाचारी अन्त्य गर्नुपर्छ, नेपालमा विकास हुनुपर्छ भनेर जुन एउटा उद्देश्य बोकेको छ, एकदमै राम्रो छ। सायद कतिपयलाई झोलेका तिनी फिताहरूलाई यसले के बोलो कसो बोलो भन्ने लाग्छ होला, केही फरक पर्दैन। किन भन्छ नि, सत्यको दिन एक दिन हुन्छ, अवश्य हुन्छ साथी हो। यो कुरा मलाई थाहा छ कि सत्यको दिन हुन्छ, त्यो दिन आउँदैछ, हेर्दैछ, सारा दुनियाँले हेर्दैछ, नेपालीले हेर्दैछ, संसारमा राष्ट्रिय स्वतन्त्र पार्टी के हो भनेर संसारले चिन्दैछ क्या। यो समय आउँदैछ, एकदम गर्व फिल छ, यति गर्व फिल छ। जय घन्टी, जय देश, सम्मानको साथ भन्छु। सबले मलाई सपोर्ट गरेको छ, साथीहरूलाई, जो सांसदहरू हरेकसँग कन्ट्याक्ट हुन्छ, खुसी लाग्छ। त्यो भन्दा नि आज दिनदेखि मेरो जन्म दिने बुवा आमाले नि गर्व गरेर, यस तैँले ठिक गरेछस् छोरो, तेरो तर्फबाट सपोर्ट गर, यो पालि चाहिँ घन्टीलाई हान्नै पर्छ। हिजो दिनमा हामी के थियौँ कसो थियौँ त्यो थाहा छैन, तर अहिले स्वतन्त्र पार्टीमा राम्रो मान्छे, राम्रो विचार भएको मान्छे छ, त्यही भएर स्वतन्त्रमा हान्नुपर्छ भनेर उहाँहरूले मलाई एउटा हौसला दिँदा आज यत्रो दिल गरेर बोलेको छु। त्यो कारणले गर्दा